हेलो एन्ड नमस्ते सबैजनालाई। तपाईँहरू सन्चै हुन्छ होला, हामी सन्चै छौँ। आज चाहिँ हामी डमलतिर छौँ यसो घुम्नको लागि। केटाहरू छ हिँडेर हामी यहीँ छन्। कता अरे त्यो जाने त्यो नाम के भन्थ्यो नि, डमली कि कालिका होइन, कालिका छ त्यो त जान्छन्। यस्तो हुन्छ, यस्तो भेटौँ न। म डमली नै हुन्छु के अरे 2-3 दिन अझै कन्ट्याक्ट गरौँ। कमेन्ट्सहरू सब्सक्राइब पनि आएन है। यसो अब यस्तै छ यताको भ्यूहरू। मेरो टाउको हानिसक्यो, छाती हुन्छ टाउको डर आएको यसरी हान्सिँदै हान्सिँदै देखियो होला। अब केटीहरू पठाउने यसो जेसँगै फेरि ल। हामी चाहिँ डमलमाथि भ्यू के अरे कालिकाको भर्याङमा छौँ। यस्तो छ। अब जाउँ उकालो चढ्दा चढ्दा आधी नै थोरै चढ्दा कतिवटा 1000 बढी छ भने होइन, 2200 छ अरे सिँढीहरू। ए अगाडि त ढुकुर बसेको जस्तो भेटेर नि बाटामा स्याहाँ स्याहाँ भइसक्यो यति चढ्दैमा। म यहाँ बसेको बाटोको जानकारी देखाउनु। यो चाहिँ हाम्रो आखिरी फुल सिँढी छ। खतरा रहेछ स्वर माथि। हामी यहाँ खा भइसक्यो। मेन त पसिना आयो त यहाँ पसिना यत्रो चढेर आइयो नि, दुःख साह्रै दुःख। अन्त खाने पानी पाउँछ सायदै बाटे। ए माथि चढेर त मरि नै लाग्यो यार। सालघारी नै सालघारी छ यता। आउनु त केटा हौ, कहाँ हो? ऊ त्यहाँ माथि चाहिँ उसरी छु, यस्तो यस्तो परेको चाहिँ मन्दिर रहेछ। त्यहाँ चाहिँ गएर देखाउँछु हामी होइन, मैले देखाउँछु। अब चाहिँ यहाँ ल, अब चाहिँ मै माथि गएर भेट्छु। चाहिँ प्रवेश गरिसक्यो मन्दिर। यो खतरा राम्रो रहेछ, बस्ने ठाउँ सब व्यवस्था छ। मन्दिर चाहिँ सही बनाएको चाहिँ ए म फेरि भन्नु चाहिँ भन्नु नि यतै आइसक्यो हामी। धराएको छ पसिनाले। मन्दिर चाहिँ बनाएर रहेछन् सही कडक छ। तल माथि आउँदा आन्द्राभुँडी पनि निस्किसक्यो। एकजना त गोरा पनि फ्यालिसक्यो आन्द्राभुँडी। आउँदा निस्किसक्यो। धर बसेको थिएँ एकैछिन धर लजाएर गयो नि त यार। ए हावा नि आएन यार। फोटो खिचिन्छ हेर्दा हात धेरै हाल्ने। अर्को अब निस्किन्छ हर्ला भनेर यही रहेछ मन्दिर चाहिँ। ब्याक साइड देखायो, अगाडिको देखायो। कालिका मन्दिर चाहिँ अगाडिबाटै देखिन्छ। कहाँ र यही रहेछ। यही बेलुकासँग कि अहिलेसँग यहीँ हुन्छौँ हामी। भेट्न सक्नुहुन्छ भने आउनुहुन्छ, आजै हाल्छु म यो चाहिँ। अब एकछिन बसेर नत्र यहीँ घुमाउँ गरेर खाजा पनि बुझा हालिसक्यो यार। यी दुईवटा मेन नुन खाने भाइ ऊ त्यही खाएको नि हेर्दै मुखै पक्पल बनायो नि किन काटिन्न हो, हामी नै खाइन्छ। त्यो हामीले खाएको थिएनौँ, जसले खायो त्यसले भने हामीले क्लिप हालिदिन्छ क्या मेरो। हामी मान्छे
अमिलो धेरै भयो तल गएर पिज्जा हाला सेल्नु र ए यो मान्छे सही छ यार पिज्जा खाने भन्छ यार तल बाबुले पिज्जा खान्छ हाम्रो सालो बाबु यहीँ छ दिदीहरू नि यहीँ थियो कि अरे अघि कहाँ दिदीहरूलाई पनि देखाउने हो क्या होइन दिदीहरू उसको दिदी हो अलि अमिलो छ कि म अमिलो लिएर आउँछु तपाईँ अमिलो चाहिन्छ भने खाना त अमिलो होइन त्यो खाना त अमिलो छ छैन यो अमिलै किन हुने यस्तो अमिलो छ अमिलै छैन अरे अमिलो छ साइज चाहने थोरै मिठो छ भनिदिनु पर्छ यार मिठो छ भनिदिनु पर्छ हातको त गयो चप चप जे होइन यो खाइएको गएको नि त पेटमै होइन त डढे जस्तो राख्न कसको डढे चाहिँ अघि भेदत गरेर आएको थियो के कलेट गर्छु है अघि नै भने होइन त प्रकाश हामीले भित्र त भटाभट आएको किन त्यो थियो एक बाइट हामीले अब लास्टमा अब तल भेटिन्छ अब दाइ भाइ ल हामी चाहिँ फर्किनु गएको अब फेरि डौली बजारतिर झरिन्छ बजारतिर यसो घुम्न हुन्छ अनि के पिज्जा खिलाउँछु भनेर के अरे खुलाउँछ अरे कुवा हो है त्यो नाच्दियो नि एकचोटि यो सिँढी त साह्रो तल मान्छे त लाउरी भन्न खाने कि आयो रोकिने हो कि जाने हो जानु ठुलो यार हेलो सर मैले भनेको नसुने कि पुलमा त हान्दिने हुन्छ नि यार कमजोर अब तल बजारतिर झरि हामी चाहिँ ठ्याक्क आफ्नो मार्गदर्शनमा आइपुग्यौँ ठ्याक्कै यस्तो छ सरर भित्र त्यस्तो राम्रो देखिया छैन होला क्वालिटीको अलि लो नै हो एन्ड्रोइड हो त्योहरू हो अब हामी चाहिँ अब पिज्जा खिलायो भने त्यतै जाने हो पिज्जाको हालत के छ जाने कि के हो राम्रो पिज्जा बनाउँदैछु क्या अनलाइन अनलाइन भन्दै यहाँ चाहिँ के हो दौडी दरा के हो प्रतिस्थापित राष्ट्रिय झन्डा कतिबाट झन्डै छैन देखेको के हो झन्डाको छैन बजार आएर नि खाजा खाना लगाइसक्यो हामी कचाउने सरर खाने खाइदिउँ न किन तिमी किन अड्क्या बाबु कोही घुम्यो नि त यहाँ थालै घुम्यो यहाँ त समात्नै मिलेन कि यो समात्यो त त्यत्तिकै मिठो छ यार अचार हालेर अलिक कस्तो कस्तो लागेको छ मामा मामाले सुन्नु मामा पानी लिएर नि न मिठो लाग्यो हामी खाएको सक्छ खानु हो कता हुन्छ पाटनतिर हुन्छ कता हुन्छ भेटौँला हामी चाहिँ पाटन कतै गयौँ आज भोलि अर्को ब्लगमा देखिन्छ हामी चाहिँ यता मालेबाट बस्छौँ यही पछाडि हो
अनि आजको भ्लग के कस्तो छ यसो कमेन्ट गर्नु त्यहाँदेखि सब्सक्राइब नै हाल्नु कमेन्ट त्यहाँदेखि अब कोठातिर लागिन्छ आजको चाहिँ यति नै हुन्छ के कस्तो लाग्छ जाम यतै यतापट्टि पछाडि छ कि हामी बस्ने कोठा चाहिँ भेट्न चाहनुहुन्छ भने भोलि आउन सक्नुहुन्छ यहीँ हामी दुइटा ल आजको लागि चाहिँ यति नै